तपाईहरूले एउटा मात्र सामान नि ल्याइदिन्छौँ। सामान के हो त्यसमा डिपेन्ड हुन्छ। जति थोरै क्वान्टिटीको सामान ल्याइन्छ त्यति नै कस्ट महँगो हुन्छ। यदि बेच्नको लागि केही स्याम्पल मगाउन खोज्नु भएको हो भने 1 पिस मात्र नमगाउनुहोस्, अरू प्रडक्ट्सहरू नि मगाउनुहोस्, जसले गर्दा सेम कस्टमा अरू सामान नि ल्याउन सकिन्छ। जस्तै उदाहरणको लागि तपाईले मगाउन लाग्नु भएको सामान 1 केजी छ भने त्यो सामान बाइ एयर ल्याउँदा 1 केजी देखि 10 केजी सम्मको ट्रान्सपोर्ट 7000 लाग्छ। सो तपाईले 7000 मै 1 केजी होइन 7 देखि 8 केजी सम्म नि ल्याउन सक्नुहुन्छ। सामान सानो छ भने बाइ रोड ल्याउन मिल्दैन, तर सामान 1 पिस भए नि मसिन हो भने त्यो सामान बाइ रोड ल्याउन सकिन्छ, जसको कस्ट कम पर्छ। यदि बाइ एयर ल्याउन खोज्नु भएको 1 पिस सामानमा ब्याट्री लिक्विड छ भने त एक्स्ट्रा कस्ट पनि लाग्छ। त्यही भएर इम्पोर्ट भनेको जति धेरै क्वान्टिटीको ल्याउनुहुन्छ त्यति नै फाइदा हुने बिजनेस हो। त्यही भएर यदि पर्सनल युजको लागि 1-2 पिस सामान ल्याउन खोज्नु भएको हो र सामान सानो छ भने त्यस्तो सामान यही नेपालबाटै किन्दा फाइदा हुन्छ। यदि बिजनेसको लागि हो र स्याम्पल मगाउने हो भने एउटा मात्रै नभएर अरू भेराइटीको नि स्याम्पल मगाउनुहोस्, जसले सामान सस्तो नि पर्छ र ट्रान्सपोर्टको बेलामा हराउने चान्स पनि कम हुन्छ। र चाइनाबाट स्याम्पल सामानहरू मगाउने हो भने हामीलाई यो नम्बरमा WhatsAppमा सामानको डिटेल्स सेन्ड गरिदिनुहोस् वा काठमाडौँको पुरानो बानेश्वरमा रहेको हाम्रो अफिस पनि भिजिट गर्न सक्नुहुन्छ। थ्यांक यू फर वाचिङ।